बस्ती बसाएको चन्द्रनाथ बाबाले यहाँको उपत्यकामा बस्ती बसाउनु भयो। अनि मन्दिरको स्थापना भने यहाँदेखि उतातिर सिद्ध गुफा भन्ने ठाउँ छ। सिद्ध गुफामा तपस्या गरेर यहाँ चाहिँ अनि मन्दिर कसरी स्थापना गर्ने के छ भने चाहिँ यहाँ चाहिँ भगवान् दत्तात्रेयको चरण पादुका छ। चाहिँ मूर्ति हजुरहरू हाम्रा बाजे प्रकारले चाहिँ चढाएका मान्छे चढाएर यहाँ भगवान्का आफू बनेका चाहिँ चरण पादुका छ। चरण पादुकाको चाहिँ पूजा हुन्छ विशेष चरण पादुका पूजा हुन्छ। बिहान चाहिँ 5 बजे पूजा स्नान गराइसकेपछि हेर्नु ढोक गर्न पाइन्छ, दर्शन गर्न पाइन्छ। र त्यसपछि उहाँले चाहिँ चरण पादुका थियो, मन्दिर सानो थियो, 20 सालपछि बन्दै गयो। अनि चन्द्रनाथ बाबाले गरेका चाहिँ उहाँ चाहिँ सात्विकी हुनुहुन्छ। उहाँले कहीँ त्यो के छ भने चाहिँ आफूले सक्ने काम जति आफू गर्नुहुन्छ, नसक्ने काम जति भैरवनाथ बाबालाई गौडको रूपमा ल्याएर आउनुभएको, बडो भैरवलाई सहयोगीको रूपमा चाहिँ गौडको रूपमा ल्याएर आएर गर्नुभएको। अनि चन्द्रनाथ मन्दिरमा चाहिँ यो लिङ्गहरू चाहिँ भाद्र शुक्ल पञ्चमीको दिनमा काटिन्छ। अनि काट्ने गरिन्छ, काटिन्छ। अनि त्रयोदशीको दिनमा ल्याएर घटस्थापन खडा गर्ने गरिन्छ। यो लिङ्ग अनि यो लिङ्ग त्यसपछि अनि यो 52 हातको लिङ्ग हुन्छ। 52 हातको हजुर। अब काट्दै गयो यो सल्लाको यहाँ सल्लो बाहेक अरू के पाइन्न। अनि सल्लोको चाहिँ यो अनि 52 हातको लिङ्ग हुन्छ। यो 52 हातको लिङ्गमा 52 हातको ध्वजा राखिन्छ मिलाएर। अनि 3टा पाटा हुन्छ यस्तो यस्तो मिलाएर चाहिँ 52 हातकै चाहिँ त्यो त चाहिँ पैसा राखेर राख्छ मान्छे एक वर्षभरि। अनि त्यो भेला गरेपछि ध्वजा घर तानतुन गर्ने कार्यक्रम हुन्छ दसैँको। अनि 52 हुन्छ, 52 हातकै राख्ने कुरा हुन्छ। अनि 3टा लिङ्ग नयाँ काटिन्छ भने चाहिँ 2टा लिङ्ग चाहिँ पुरानो राखिन्छ। एउटा लिङ्ग 5वटा यहाँ र 3टा तल सानो त्यो विदेश स्तम्भ भयो। त्यो चाहिँ चीन तिब्बत र नेपालको चाहिँ झगडा भइसकेपछि जुम्ला त्यति 2224 राज्यको भित्र शक्तिशाली राज्य थियो। त्यतिखेर शक्तिशाली राज्यमा चाहिँ तिब्बतसँग चाहिँ जुम्लाले हारेको होइन, लडाइँको सम्झौता गरिसकेपछि सम्झौतामा चाहिँ हामी के दिन सक्छौँ भनेपछि हामी विजय स्तम्भ भयो चन्द्रनाथ बाबालाई अनि विजय स्तम्भ राख्ने निर्णय भयो। निर्णय भइसकेपछि विजय स्तम्भ स्वरूपमा राखिने गरेको छ। विजय स्तम्भ अनि यो पनि चेन्ज गर्नुपर्छ होइन, त्यो चेन्ज गर्नु सधैँ चेन्ज गरेर मतलब यो 5वटा लिङ्ग बसेको चाहिँ चेन्ज गर्छौँ। 3टा चाहिँ नयाँ 2टा पुरानो राखिन्छ। अनि 52 चाहिँ पुरानो जस्तो पुरानो नयाँ त नयाँ बसेपछि फेरि हालिन्छ। त्यो पुरानो चाहिँ कति वर्ष फेरि पुरानो त यही यसै त कुहिएर जान्छ, फेरि अरू नयाँ राखिने गरिन्छ, अरूलाई काम लाग्छ। अनि त्यस्तै नै यो नयाँ चेन्ज गरेर पनि यही राख्ने हो। यही राख्ने उतातिर होइन, उतातिर त यो चाहिँ काम लाग्ने भएपछि यही रहने भयो, काम नलाग्ने भएपछि यसो निकालेर नयाँ राख्ने भयो अडेनको लागि। त्यो हावाले गर्दा चाहिँ बेग आएर मन्दिर हरिन्छ भनेर राखेको थियो। वर्षभरि 52 हप्ता हुन्छ। अनि चन्द्रनाथ मन्दिरमा चाहिँ 52 नै कुरा हुन्छ। कुनै गल्ती गरे पनि भगवान्सँग क्षमा याचना मागे पनि आफ्नो काम सिद्धियोस् भनेर नि खासै गरी 52 को चाहिँ कुरा छ। 52 नम्बरको महत्त्व छ। 52 नम्बरको महत्त्व छ। अनि भोग भण्डार पनि अलग अलगमा छ। यहाँ चाहिँ चन्द्रनाथ मन्दिरमा चाहिँ खसी बोका केही काटिन्न, भैरवनाथमा बोका खसी काटेको चल्छ। अनि चन्द्रनाथमा चाहिँ शिवजीलाई ब्रह्मा विष्णु महेश्वरको एक रूप छ। विशेष शिव पद्धतिले पूजा हुन्छ। त्यसपछि यहाँ 8 मना चामलको भोग लाग्छ दैनिक। खाने मान्छे भएपछि अलि 8 मना 10 मना 15 मना पाइयो मिनिमम 8 मना। मिनिमम मान्छे कोही नभए पनि 8 मना भगवान्लाई भोग लगाएर त्यो गाई भात चाहिँ बिरला लाई र गाईलाई गाई छन् भोग लगाउने चाहिँ घिउ पनि हाल्ने भए गाईको दुध चाहिन्छ। गाईको दुध हतुवा गाई नभएको बाछो भएको गाईको दुध चाहिन्छ। अनि गाईको दुध चाहिन्छ सधैँ चाहिँ त्यो गाईको चल्दैन बाछो भएको गाई चल्छ। अनि त्यसपछि यहाँ अखण्ड ध्वनि छ। अखण्ड यता साइडमा छ, यही मन्दिरभित्रै छ।